नमस्ते साथीहरू आज चाहिँ म लसुन रोप्न लाग्दैछु है घाम पनि अलि लागेको रहेछ लसुन ल अफ गरिराख यो चाहिँ मेरो मल छ हौ साथीहरू मल यस्तो साथीहरू यस्तो हो आज यहाँ पहिला चाहिँ मल छर्दिन्छु मेरो खुर्सानीहरू पनि छ हौ साथीहरू यस्तो फुट्छ कति फलिरहेको छ यो चाहिँ बोकेर यो बोरा बास्केटमा पनि रोप्ने हो यहाँ पनि छरेपछि एकैचोटि लगाएपछि चाहिँ मैले खरानी उठाइराखेँ साथीहरू भरे किरा मार्नुपर्छ नि यहाँ छ आज पनि मौसम चाहिँ चिसो चिसो छैन स्वेटर लगाएर गर्दैछु तर हिजोको चाहिँ हजुर यत्रो यत्रो त मौसमको टाइपको मात्रै हुन्छ तल लगेर भएर यहाँले त टाइम नै बिगार्नुपर्छ आउने गएको छैन बुसै भएर बसेको छ यति लगाएपछि त मल चाहिँ अहिले कहिले भयो भने के हुन्छ अरे भने पाक्छ अरे त्यसले खट्याकै यो चाहिँ एकदम तातो लाग्नुपर्छ भने तलको भाइले ल धनियाँ त यसमा नहाल्नु पर्यो यो कुनामा चाहिँ प्याजको लाउनु है सुन्यो यस्तो भएको छ कि यो यत्रो छ हेर्दा चाहिँ है रुख कत्रो फलेको कति खाइसक्यो र पनि यो चाहिँ मेरो प्याज यसको चाहिँ पातलो चाहिँ साह्रै मिठो हुन्छ थुक्पामा चाहिँ सबैभन्दा मिठो हुन्छ नि यसको यसको चाहिँ फेरि पछि दाना पनि मिठो हुन्छ है हुन्छ फेरि दाना पनि एकदम राम्रो हुन्छ त्यही भएर यहाँ चाहिँ हुन्छ कि हुँदैन सोलमा चाहिँ एकदम मिठो हुन्थ्यो यो तल देखेको थिएन मैले हेरेको थिएँ भयो नि अब यतिमा चाहिँ यो मात्र रोपिराख्ने त्यसको स्याङमा पुग्नु त आमामा म तल्ल ओह्रालो त्यसपछि कति उकालो होइन र कहिले पुग्ने साथी तिमी त्यस्तो नगर भन्नु हाम्रो घरमै बसेन हुन्छ नि के खानाको पैसा दिँदैन अमृतको बरु लिन्छ अमृतको भनिन्छ हाम्रोमै बस भन् न लाटा लाटा टाइपको त्यसको पापाको दिदी पनि मलाई थाहा छ याङजीहरूको त्यो नातिदारहरू रहेछ क्या तिनीहरू मैले थाहा पाइसकेँ ठाडोकोसी याङजीको तिनीहरू घर ठाडोकोसी पनि छ भने होइन हजुर त्यो हजुर घाटतिर ठाडोकोसी भनेको त घाट हो त नि त भिडियो नि बनाएँ यस्तो फलेको छ सानो यहाँ नि यहाँ यसमा यत्रो बोट छ यत्रो फलेको क्या यस्तो अझ फुल पनि लाग्दैछ यस्तो गरेर यता यता यस्तो कस्तो खतरा फलेको छ एकदम पर जान्छु है साथीहरू
बनाएछ यो चाहिँ भएको त्यो चाहिँ धनियाँ है साथीहरू धनियाँ पनि पहिला हाल्थ्यो लसुनसँगै म त धनियाँ सागहरू पनि हालिदिन्छु उम्लिनु कति उम्लिन्छ उम्लेकै उम्लिन्छ What? Sakray. Nah, dia sih. Kesan super. Apa sih mau? मेरो चाहिँ एकदम आजको चाहिँ राम्रो मिल छ सधैँ 1 वर्ष खाने यतिमा निकाल्थेँ पोहोरको साल चाहिँ मेरो एकदम लसुनहरू बिग्रियो साथीहरू यो पनि राम्रो नभएर पोहोरको साल चाहिँ म एकदम सकमा पनि थिएँ मेरो बहिनी खसेर त्यही भएर नि मलाई केही गर्न जाँगर चलेन यसपालि चाहिँ म फेरि तरकारी घरमै उमालेर छाने विचार गरेको छु अर्गानिक तरकारी घरमै रोपेर खानुपर्ने भयो साथीहरू मैले चाहिँ यो मेरो घर बनाएदेखि त मैले यही उब्रेको माटोहरू लिएर राखेको थिएँ साथीहरू अब यहाँ थप्यो भने यो पनि हाल्नुपर्ने हुन्छ होला आफूले खानु चाहिँ यतिमा रोप्यो भने पुग्छ साथीहरू धेरै पुग्छ अब चाहिँ राख हुन्छ एकचोटि उतैबाट पनि पठाउँछ यता फिर्ता ल्याउँछ के गर्छ भएन भने कान्छी फुपूलाई फेरि अनि माथि जहिले पनि त्यो राईको उमा नाच्थ्यो माथि उ गर्दाखेरि माथि पनि त पर जान्छ त आफन्त पो भन्छ कति लाइभ बसेपछि त्यस्तै बिहान गुन्दिन्छ टिकटक भन्नेले त आफ्नो जिन्दगी हो हुने त होइन जस्ट रमाइलोको लागि एकछिन बोर्ड लाग्दाखेरि चलाउने हो नत्र यति त खेतीपाती त होइन नि त हो होइन पऱ्यो नि छोराछोरी नभएको भर्खरको केटी भयो भने हुन्थ्यो फेरि के भएको बुढाहरू भएकै रहेछ फेरि यो उम्रेपछि हजुरहरूलाई भिडियो बनाएर देखाउँछु है त भिडियो यस्तै खेतीपातीको हुनेछ अलिक दिन चाहिँ नाच्न पनि जानिँदैन गाउन पनि जानिँदैन अब यस्तै जानिएको चाहिँ भिडियो यस्तै छ मेरो यस्तै लाउँछु है त साथीहरू हेरिदिनु होला सबैले सपोर्ट गरिदिनु भएकोमा थ्याङ्क यू सो मच हुँदाखेरि सो भन्यो यसपालि चाहिँ मैले राम्रो बिउ लगाएको छु एकदम राम्रो हुन्छ होला यो म आफै हुँदैछु पोहोरको साल चाहिँ मेरो राम्रो पनि भएन त्यति सिरियस पनि गरेन बहिनी खसेको भएर योपालि चाहिँ फेरि एकदम सिरियस भएर म रोप्दैछु कस्तो हुन्छ होला लुक्लामा चाहिँ यसरी लाउँछ साग लसुन सबै है अनि सँगै लगाएको नि कस्तो राम्रो हुन्छ लसुन यताको चाहिँ हुँदैन रहेछ कि मान्छेले छिट्टै निकालिहाल्छ मैले त पहिलातिर त सँगै यसरी लगाएको थिएँ कि पहिलातिर सुरुतिर त्यो मेरो युट्युबतिर पनि त कस्तो राम्रो साग अनि लसुनको पात धनियाँ एकै ठाउँमा मैले यसरी लाउँथेँ एकदम राम्रो हुन्थ्यो कि
यसपालि चाहिँ कस्तो होला त भनेर हेर्दैछु। बिन्स पनि थियो हाम्रो कहाँ, बिन्सको पनि बिउ 1-2वटा लगाउने। बिन्स पनि अहिले आउँछ होला। यो त सुकेछ हो, निकालिदिउँ है। हुन्छ। यसलाई त बिचारा मेरो भदैनी मलाई फुल सपोर्ट गर्दैछ। काममा चाहिँ होइन, क्यामेरामा। क्यामेराम्यान पो भने खतरा हो त। सबैभन्दा राम्रो भिडियो त क्यामेराम्यानको भरमा पो हुन्छ त। त्यसले कसरी खिचिराखेको छ भन्नेमा पो भर पर्छ। म त आफैले त्यो राखेर गर्छु, स्ट्यान्ड राख्ने भनेको चाहिँ क्यामेराम्यानमा चाहिँ भर पर्दछ क्या। मैले यसो हेर्दाखेरि अब गर्ने त त्यो एक्टिङ गर्नेहरूले त गरि नै हाल्छ होइन, तर अनि क्यामेराले चाहिँ कताबाट चाहिँ खिच्दा राम्रो आउँछ त्यो चाहिँ थाहा पाउनु भन्ने चाहिँ क्या। अचेल प्रज्वललाई पनि अलिअलि जानेको छ नि त। मैले यताबाट यसरी भन्छु नि त, त्योबाट उसले पनि आउँछ। यति छ अब यो चाहिँ कहाँ आउनु, यहाँ भएको 1-2वटा साथीहरू अब चाहिँ मेरो रोप्ने काम सक्यो। अब म चाहिँ लास्ट चाहिँ मेरो खरानी छ, यो लगायो भने चाहिँ किरा लाग्दैन भन्ने चाहिँ plastic como que se trata de esto. आजलाई मेरो भिडियो यति नै। हस्त अर्को भिडियोमा भेट्ने साथ आजलाई बिदा हुन्छु। नमस्ते, बाई बाई, ह्याभ अ गुड डे, टेक केयर अल।